नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह जो राजा बन्नको लागि जन्मेका नै थिएनन्, उनी नै नेपालको दुई चोटि राजा बन्छन् र दुवैचोटि गद्दीबाट निकालिन्छन् भनौँ निकालिएका थिए र आज पनि उनी नेपालमै छन्। र के तेस्रो चोटि उनी राजा बन्न सक्छन् त? उनी राजा बन्ने आधारहरू के छन्? उनी किन पहिले राजाबाट हटाइए? साथसाथै के कानुन उनलाई राजा बन्नबाट रोक्दैछ अथवा कानुनले उनलाई राजा बन्नको लागि सपोर्ट गर्छ त? आउनुस् आजको यस भिडियोमा विस्तृत रूपमा के ज्ञानेन्द्र शाह फेरि नेपालको राजा बन्न सक्छन् भने कसरी बन्न सक्छन्, साथै उनी राजा बन्ने आधारहरू के हुन्? आउनुस् आजको यस भिडियोमा विस्तृत रूपमा जानकारी गरौँ अथवा चर्चा गरौँ। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। अब ढिला नगरी आजको यस भिडियोलाई सिधै सुरु गरौँ। सो साथीहरू, ज्ञानेन्द्र शाह पहिलोचोटि 2-3 वर्षको छँदा नै राजा बनिसकेका थिए। जति बेला नेपालमा राणा शासन थियो त्यति बेला उनी मात्रै आफ्नो आमासँग रहने गर्थे। उनी आमासँगको पनि अलि फरक नाता रहेको छ भनौँ, हजुरआमासँग बस्ने गर्दथे। उनी जन्मिने बित्तिकै उनका बुबा महेन्द्रलाई पण्डितले भनेका थिए कि यसले जन्मिने बित्तिकै आफ्नो परिवारमा भनौँ नेपालमा नराम्रो कुरा हुन्छ। त्यसकारण उनले बच्चैदेखि आफ्नो आमा बुबाको राम्रो माया नै पाएका थिएनन्। उनी हजुरआमासँग नै हुर्केका थिए र उनी हजुरआमासँग नै बस्थे। त्यही बस्ने भएकाले उनी चाहिँ नेपालमै थिए र उनका बुवा महेन्द्र अनि लगायत त्रिभुवन उनका हजुरबुवा लगायत उनी विदेश उडिसकेका थिए भनौँ, भारत गएका थिए। त्यति बेला उनलाई लिएर राणाले गद्दी खाली भएको अवस्थामा उनलाई लिएर चाहिँ राजा बनाएर आफूले शासन गरेका थिए। उनी त्यति बेला मात्रै 2 महिना मात्रै शासन गर्न पाए। त्यसपछि उनलाई होस नआउँदै उनले थाहा नपाए पनि उनको राजगद्दी खोसियो भनौँ, राजाबाट हटाइयो। जति बेला उनी राजा बन्ने क्रममै थिएनन्, किनकि त्रिभुवन राजापछि महेन्द्र राजा बन्नेवाला थिए, त्यसपछि वीरेन्द्र भने, त्यसपछि दिपेन्द्र बन्नेवाला थिए। बट दरबार हत्याकाण्डका कारण उनले फेरि राजगद्दी सम्हाल्ने मौका पाए। जति बेला तपाईँले पनि थाहा होला र नेपालमा राजदरबार हत्याकाण्ड भयो, त्यसपछि चाहिँ ज्ञानेन्द्र नेपालको राजा बने र पारस शाह चाहिँ नेपालको युवराज बनेका थिए। पुरै वंश नै नाश भएपछि ज्ञानेन्द्र र पारस राजा र युवराज बनेका थिए। त्यसपछि त्यति बेलासम्म नेपाली जनताहरूमा भने ज्ञानेन्द्र शाह र पारस शाह विरुद्ध धेरै घृणा थियो भनौँ, यानि उनीहरू मन पराउँदैनथे। ज्ञानेन्द्र शाह र पारस शाहलाई नै उनले नै राजालाई मारेको हो भन्ने आशंका धेरैमा थियो र उनले नै शङ्का गर्ने गर्दथे कि ज्ञानेन्द्र र पारसले नै राजाको वंशनाश गरेका हुन् र राजा बन्ने मोहले नै यो सब गरेको हो भनेर उनीहरूलाई खासै मन पराउँदैनथे। कसैले पनि उनलाई राम्रो मान्थेन। त्यसकारण जति बेला नेपालमा गणतन्त्र आयो त्यति बेला चाहिँ उनले त्यो राजाको लागि केही पनि वास्ता गरेनन् र राजा अब विदेश जान्छन् जस्तो सबैलाई लागेको थियो। बट राजाले केही नगरी उनले केही न केही गर्छन् भन्ने त सबैको मनमा धारणा थियो कि अब राजगद्दी फर्काउनुको लागि उनले केही न केही त कदमहरू चाल्छन् भन्ने सबैलाई लागेको थियो। तर धेरै समयसम्म उनी चुपचाप बसे र उनले केही पनि गरेनन्। र अहिले राजावादी पार्टीहरू पनि अहिले आबद्ध भएका छन् भने यसमा उनको पारिवारिक ठाउँहरूबाट पनि राम्रो रिस्पोन्स आइरहेको छ। अहिले हामीलाई राजा चाहियो भन्दा पनि हामीलाई गणतन्त्रबाट दिक्क लागिसकेको छ। त्यसकारण हामीलाई राजा चाहियो भनेर सम्पूर्ण जनताहरूले आवाज उठाइराखेका छन्। अब राजा फर्किने बाटो हामीले कानुनी हिसाबमा हेर्ने हो भने त कुनै ठाउँमा पनि लेखिएको छैन। नेपालको संविधान गणतन्त्र आएपछि 2072 सालमा संविधान बनेको थियो। त्यो संविधान अनुसार त अब राजा त कहिले फर्किँदैन। बट यदि 2/3 बहुमत, संसदमा यदि 2/3 बहुमत हुन्छ भने त्यसकारण त्यस समयमा राजा फर्किन सक्छ, यानि संविधान संशोधन हुन सक्छ भनौँ, बदलिन सक्छ यदि 2/3 बहुमत सांसदमा पुग्छ भने। बट अहिले त्यो सम्भावना नै छैन। यदि 2084 को चुनावमा राजावादी पार्टीहरूले राम्रो टिकट अथवा राम्रो भोटले जित्छ र यदि 2/3 बहुमत राजावादी पार्टीहरूको हुन्छ भने त्यो अर्कै कुरा भयो। बट अहिलेको समयमा हेर्ने हो भने माओवादी, काङ्ग्रेस, एमाले यी तीनै पार्टीले राजालाई कुनै पनि समर्थन दिएका छैनन्। भनेपछि अहिले चाहिँ हामी कानुनी हिसाबले चाहिँ अगाडि बढ्न सक्दैनौँ भनौँ, यानि राजा फर्किन सक्दैन। अर्को कुरा भनेको यदि जनताहरूबाट चाहिँ साथ मिल्छ, जसरी गणतन्त्र त्यति बेला राजतन्त्रलाई हटाएर गणतन्त्र ल्याइएको थियो, यदि त्यो गर्ने हो भने त्यसरी मिल्न सक्छ। अनि दोस्रो कुरा भनेको यदि राजाले कु गर्न सक्छन् भनौँ, यानि आफ्नो सेनालाई आफ्नो हातमा लिएर सहयोग गर्न सक्छ यदि सेनाले राजालाई भने, त्यो हिसाबले पनि राजगद्दी ल्याउन सक्छन्। त्यस बाहेक अन्य कुनै अहिलेको लागि अप्सन भने छैन। तर जुन हिसाबले अहिले राजालाई सपोर्ट मिलिरहेको छ भनौँ, त्यो गणतन्त्र भन्ने शब्दलाई हामीले घृणा गरेर मात्रै अहिले राजतन्त्रलाई हामी माया गरिराखेका हौँ भनौँ। यानि हामीले हाम्रो जुन अहिले सरकार रहेको छ त्यो सरकारसँग हाम्रो दुश्मनी भनौँ, यानि घृणा भएर मात्रै हामी राजालाई ल्याउन खोजिराखेका छौँ। गणतन्त्र खराब छैन। कुनै पनि देशको इतिहास हेर्ने हो भने गणतन्त्रले राम्रो नै गरेको छ। साथै राजा पनि दोस्रोचोटि पनि फर्किएका धेरै उदाहरण छन्। बेलायत, फ्रान्स लगायतका देशहरूमा राजालाई हटाएर फेरि दोस्रोचोटि पनि फर्किएका इतिहास छन् भने गणतन्त्र भनेको देशको सबैभन्दा बेस्ट
शासन हो। त्यसकारण यहाँ चाहिँ गणतन्त्र भन्दा पनि गणतन्त्रमा चलाइरहेको सरकारले चाहिँ नराम्रो गरेको हुनाले चाहिँ राजतन्त्र भन्ने कुरा हो। यदि कुनै राम्रो शासकहरूले नेपालमा शासन गर्छ भनौँ, यानि सरकारमा राम्रा मान्छेहरू आउँछन् र नेपालबाट जुन जति कुराहरू पनि हामीलाई अहिले अप्ठ्यारो लागिरहेको छ त्यो कुराहरू सोल्भ हुन्छ भने भोलिको दिनमा हामी गणतन्त्रलाई नै राम्रो भन्छौँ र राजालाई चाहिँ हामी त्यति वास्ता गर्ने नै थिएनौँ। त्यसकारण तपाईँको चाहिँ धारणाहरू के रहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नु होला। त्यसै गरी हामीले बनाएको यो भिडियो मन परेको छ भने एक लाइक गरिदिनु होला। आफ्नो साथीभाइहरूलाई चाहिँ यदि राजनीतिमा इन्ट्रेस्ट छ भने आफ्नो साथीभाइहरूलाई चाहिँ यो भिडियो सेयर गर्न चाहिँ नभुल्नु होला। यस्तै रोमाञ्चक र रमाइला ज्ञानवर्धक भिडियोहरू हेर्नुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नु होला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।